मेष राशि, कति समयदेखि आफ्नै घर, आफ्नै कोठा वा मनलाई शान्ति दिने एउटा कुनाको खोजीमा हुनुहुन्छ। बोली र प्रस्तुतिमा तपाईँको तेज त बढ्ने नै छ, तर त्योभन्दा ठूलो कुरा 12 वर्षपछि उच्चको बृहस्पतिले तपाईँको चौथो भावमा प्रवेश गर्दैछ। यसले माता, घर, सम्पत्ति र सबभन्दा महत्त्वपूर्ण तपाईँको आन्तरिक शान्तिमा एउटा यस्तो बलियो जग बसाउनेछ जुन वर्षौंसम्म टिक्नेछ। एकदमै। ज्योतिषशास्त्रमा भनौँ न, यो चौथो भाव भनेको कुनै पनि रुखको जरा जस्तै हो क्या। जरा नै बलियो भएन भने बाहिर हाँगा जतिसुकै फैलिए पनि के अर्थ भएर, होइन? हो नि, अर्थै हुँदैन नि। अनि त्यसमाथि बृहस्पति अर्थात् गुरु ग्रह उच्च हुनु भनेको त कर्कट राशिमा पुगेर यो ग्रह एकदमै आफ्नो सबभन्दा सहज र शक्तिशाली अवस्थामा बस्नु हो। जस्तै एउटा अतिथिलाई उसलाई सबभन्दा मनपर्ने कोठामा राखिदियो भने कति खुसी हुन्छ नि। पक्कै पनि खुसी हुन्छ, एकदम रमाउँछ। हो, ठ्याक्कै त्यस्तै ऊर्जा यो जेठ 19 गतेपछि मेष राशिका जातकहरूले पाउँदै हुनुहुन्छ। जग्गा जमिन वा घरको सपनामा एकदमै ठोस प्रतिफल दिने संयन्त्र तयार हुँदैछ अब। ओहो, भनेपछि यो जरा बलियो बनाउने समय नै हो। तर यहाँनिर मैले एउटा रोचक विरोधाभास पनि देखेको छु क्या। एकातिर बोली बिक्ने असाध्यै राम्रो योग छ, तर फेरि जेठ 12देखि 16सम्म त बुध ग्रह अस्त हुँदैछ नि, होइन? यसलाई चाहिँ कसरी बुझ्ने? एकदम सही पोइन्ट उठाउनु भयो। यो भनेको कस्तो हो भने दोस्रो भावमा सूर्य र बुध सँगै बस्दा बोलीमा एक किसिमको चुम्बकीय जादु त आउँछ, विशेष गरी बिक्री र परामर्शमा। भनेपछि शानदार प्रस्तुति दिएर ग्राहक त तान्ने, तर सम्झौता पत्रमा हस्ताक्षर गर्ने बेलामा कलमको मसी सकिए जस्तै अवस्था हो यो। हो नि, ठ्याक्कै त्यही हो। बुध अस्त हुनु भनेको भौतिक रूपमै बुध ग्रह सूर्यको यति नजिक पुग्नु हो कि सूर्यको तीव्र प्रकाश र रापले बुधको ऊर्जालाई पुरै छोपिदिन्छ क्या। भनेपछि तार्किक क्षमता र कानुनी कुरामा असर पर्ने भयो। एकदमै। कानुनी सचेतनाको कारक मानिने बुध ग्रह सूर्यको रापमा पर्दा कागजपत्रको सूक्ष्म अध्ययन गर्ने क्षमता घट्छ त्यो बेला। त्यसैले त्यो 5 दिन बोलीको जतिसुकै प्रभाव परे पनि ठूना सम्झौता र हस्ताक्षर जस्ता कागजी काम पूर्ण रूपमा रोक्नुपर्छ। यो कुरा चाहिँ एकदमै गम्भीर हो है। यो संयन्त्र बुझेपछि मात्रै किन हस्ताक्षर गर्नु हुँदैन भन्ने स्पष्ट भयो। अब यस्तो सूक्ष्म र दिन तोकेरै गरिने विश्लेषण कसरी सम्भव भयो भनेर धेरैलाई लाग्न सक्छ नि। म यहाँ एकदमै ठोकुवाका साथ भन्न चाहन्छु, यसको मुख्य आधार र स्रोत भनेको मेरो नेपाल मोबाइल एप हो। यो एपको गणितीय विश्लेषण साँच्चै गहिरो र सटिक छ। हो नि, यो कुनै सामान्य पात्रो मात्रै होइन क्या। यो त हजुरहरूको आफ्नै खल्तीमा हुने व्यक्तिगत ज्योतिष नै हो। सबैभन्दा गजबको कुरा त के छ भने नि, यो एपबाट दैनिक एउटा निशुल्क प्रश्न सोध्न सकिन्छ। साँच्चै दैनिक एउटा प्रश्न निशुल्क पाइन्छ? हो त नि। जस्तै अब विवाह कहिले हुन्छ, सम्बन्ध कस्तो रहला, सन्तान, आर्थिक, रोजगार या विदेश यात्रा, आफूलाई मन लागेको हरेक प्रश्न सोध्न सक्नुहुन्छ र उत्तर